म्यापल सिरप बनाउने प्रोसेस लगभग हामीले खोटो निकाले जस्तै हो। म्यापलको ट्रीमा चाहिँ विन्टर सिजन सकिने बित्तिकै यसमा ड्रिल गरिन्छ। ड्रिल गरेर त्यसबाट चोप निस्किन्छ। त्यो चोपलाई चाहिँ बकेटमा कलेक्सन गरिन्छ र अहिले आधुनिक म्यापल सिरप फार्मिङमा चाहिँ पाइपहरू पनि युज गर्ने गरिन्छ। स्यापलाई चाहिँ बाक्लो बनाउने गरिन्छ पकाएर। यो म्यापल सिरप पकाएर बाक्लो बनाउने प्रोसेसलाई चाहिँ चुकमिलो बनाउने प्रोसेससँग दाँच्न सकिन्छ। करिब 40 लिटर स्यापबाट चाहिँ 1 लिटर म्यापल सिरप बनाउने गरिन्छ। यसरी बनाएको फाइनल प्रोडक्ट चाहिँ करिब 68% जति सुगर पर्सेन्टेज हुन्छ। म्यापल सिरपलाई स्वाद र रङको आधारमा यसको वर्गीकरण गरिन्छ, कुन क्वालिटीको कुन ग्रेडको भनेर। तपाईँले म्यापल सिरप खानुभएको छैन भने म्यापल सिरपलाई महसँग पनि दाँच्न सकिन्छ। महभन्दा अलिकति पातलो लाग्छ मलाई चाहिँ, जे होस् मह जस्तै स्वाद पाइन्छ। अलिकति कम गुलियो हुन्छ महभन्दा, तर प्यानकेकहरूमा यहाँ अमेरिका क्यानाडाहरूमा चाहिँ अथवा युरोपियन कन्ट्रीहरूमा चाहिँ म्यापल सिरप युज गरेको देख्न सकिन्छ। क्यानाडाको राष्ट्रिय झण्डामा भएको म्यापलको लिफ हो। क्यानाडियनहरूले म्यापल सिरपलाई एउटा आइडेन्टिटीको रूपमा लिन्छ अनि विश्व बजारको करिब 75% म्यापल सिरप क्यानाडामा नै बन्छ। तपाईँ क्यानाडाको विभिन्न ठाउँहरू घुम्नुभयो भने म्यापल सिरपको रुखहरू जहीँ देख्न सकिन्छ। विभिन्न पार्कहरूमा, विभिन्न बाटोको छेउछाउमा जहाँ पनि देख्न सकिन्छ। म्यापलको रुख चाहिँ पतझर बिरुवामा पर्दछ। फल सिजनमा यसका पातहरू झर्ने बेलामा विभिन्न रङमा बदलिन्छन् र हेर्दाखेरि एकदमै मनमोहक देखिन्छ। Thank you very much for watching this video.